सास बढ्यो केटा हो फेरि केटाहरू लाग्न सक्छ कि फेरि मोटे भएर सास बढ्यो भन्नला खोलिदेऊ न खुवाइदेऊ यता आऊ खुवाइदेऊ यताबाट आऊ यसरी के पानी खाने यसरी हो नि त पानी खाने यहीँ बसेर नभाग हात धोइदेऊ खै म यो समाउँछु तिम्रो हातले अब गालामा मही खाइदेऊ अब यो खानु आँटेको मैले त जिस्क्या हो यो केटीहरूको लागि हो कि यो केटाहरूको लागि होइन खास यो केटीहरूको लागि हो केटाहरूको लागि चाहिँ हेर नि केटाहरूले कति छिटो बुझेको हो त्यही हो तिमीले जे सम्झेर गर्यौ हो त्यही हो ल फेरि गयो नभाग न म तिमीलाई केही गर्दिनँ हो तिमीलाई केही गर्दिनँ बाइचान्स तिम्रो मेरो बिचमा त्यस्तो केही भइहाल्यो भने पनि म माइतीहरू मण्डलामा गएर अनसन बस्दिनँ नडराउ यति गर्दा तिमीले सेक्सुअल ह्यारेसमेन्ट गरे जस्तो लागेको छ यतिको गर्दा कम्फर्टेबल भएको छ नि सिरिङ पनि भएन रे यो त केटा होइन कि क्या हो यस्तो सुकुमलहरूले यस्तो छुँदा पनि त्यस्तो केही भएको छैन रे आमा मैले अर्को केटाले यस्तो गरेँ भने त केटा त 4 हातमाथि उफ्रिसक्यो कि होइन त केटा हो यस्तो भर्खरको सिङ्गल भर्जिन केटाले छुँदा पनि केही भएको छैन रे देऊ फेरि पानी त्यो केटा माई गड तिमीले र मैले अहिले पछि खाने ल होटलमा गएपछि है अहिले यो केटाको खान्छु ल मेरो आँखाबाट टाढा नजाऊ ल म तिमीलाई यस्तो हेरेर चार्ज हुन्छ नि म यता चार्ज गर्छु कि केटाहरूलाई ओके मेरो बिहा किन भएन भने त यस्तो पो रहेछ यस्तो छुँदा नि केही फिलै हुँदैन रहेछ है अब एकचोटि म हाम्रो अध्यक्षज्यूलाई ट्राई गर्नु पर्ला के होला कि होइन ऊ केटा होइन म केटी हो कि होइन भन्ने सँगै लाग्न थाल्यो मलाई त अझ ओके र फेरि पनि हाम्रो कार्यक्रमलाई आयोजना गर्नुभएको छ कता हो केही देख्दिनँ नि त उद्योग वाणिज्यसँग होला होइन हो नि यो 5औं गुल्मी महोत्सव हो सम्भवतः म 1-2चोटि छुट्या भए नत्र आइरहेको छु जस्तो लाग्छ मलाई धेरै धेरै धन्यवाद छ विश्वास गरिदिनु भएकोमा र यो मेलालाई व्यवस्थापन गरिरहनु भएको छ त्यो अर्को भाइ खै राजवीर जय सल्छँदैछ मलाई फोन गर्ने भाइ कता गयो कता गयो मलाई फोन गर्ने भाइ कहीँ देख्दिन हरायो कि क्या हो पैसा तिर्ने बेलामा नहराऊ है केटा हो ओके सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो गीत चाहिँ तपाईँहरू सँगसँगै गाउन चाहन्छु म